Hey guys, welcome back to Rodhi Vlogs channel. तपाईहरु सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु. सो न्यू डे न्यू भ्लग मा तपाईलाई एकदमै स्वागत छ. सो आज चाहिँ हप्ताको के रहेको छ? सोमबार मंगलबारको दिन अनि ट्युसडे चाहिँ मेरो छुट्टी हो. अन्त आज चाहिँ मेरो अफ डे हो. त्यही भनेर म चाहिँ बाहिर जाँदैछु. किन जाँदैछु तपाईँलाई थाहा छ? अहिले मसँग वाइफाई छैन नि त हो. अनि लुलु यताको ठुलो मलमा गइरहेको छु वाइफाई कनेक्ट गरेर चाहिँ वाइफाई अनलाइन आउनु पर्यो भनेर सोचेर चाहिँ म अहिले कति बजिरहेछ भने 1 बजिरहेछ हो. म 11 बजी उठेको मस्त सुते छुट्टीको दिन. तर बाहिर कस्तो घाम छ अन्त वाउ यस्तो घाम छ. अन्त अहिले चाहिँ म जाँदैछु त्यहाँ होइन. भर्खर सोचेरै निस्कियो क्या नुहाएर. त्यहाँसम्म पुग्दाखेरि व्यस्त हुन्छ शीतल त हुन्छ. नुहाइ निस्क्यो भने त गर्मीले लास्टै साह्रो पर्छ भनेर. अनि बेसी टाढो छैन नि त हो. यहाँबाट सट्टै क्रस गरेर जानुपर्छ. त्यही हो गाइस. मेरो होटल चाहिँ यहाँ छैन र मेरो यहाँ परसम्म मेरो वाइफाई कनेक्ट भयो क्या. अनि म अनलाइन आएँ र अब यहाँ बाहिर बसेर वाइफाई चलाउन सकिँदैन. टाढो छ टाढो रे. वाइफाई त करेन्ट मजाले भइरहेछ क्या. तर गर्मी छ क्या गर्मी. त्यही भएर अब मलभित्र जाउँ त्यहाँको वाइफाई युज गरौँ बसौँ मुभी डाउनलोड गरौँ हो. अनि त्यस पछाडि चाहिँ रुममा लागिदिन्छु. गाइस अहिले चाहिँ घाम बेसी छ र चाहिँ मैले ह्याङ्की निकालेको थिएँ क्या. ह्याङ्की टाउकोमा राखेर जाँदैछु. ह्याङ्की पनि चिसो छ कपाल पनि चिसो छ. भर्खर नुहाएर निस्केको नि त. अन्त सो छट्टै बाटो क्रस गरौँ त्यस पछाडि सन्त हो. किन तपाईँ उभिँदा पनि भयो होइन. यहाँ चाहिँ चार्ज मसिन चाहिँ यसरी फोन चार्ज गर्नु पनि मिल्छ. गाइस अहिले चाहिँ म अब फेरि फर्केको कति 1:30 आइपुगेको थियो होला. अन्त अब चाहिँ कति बज्यो? 4 बज्यो. 4 बजी चाहिँ म फर्किँदैछु. अब फर्किन्छु गएर के कसो हुन्छ पुग्छु. के चाहिन्छ हिँड्दा पनि हुन्छ. अल्छी लागेन भने